माटो यो कुटेर बनाउने हो, यो सनातन बस्ती। जान्दै नजानेको शासक छान्नुहुन्छ, जान्दै नजानेको सभ्यता छान्नुहुन्छ, आफ्नो कुल परम्परा छोड्नुहुन्छ, धर्म संस्कृति परम्परा छोड्नुहुन्छ, नेपालीपन के हो छोड्नुहुन्छ। खाने लाउने सम्भोग गर्ने छोराछोरी पाउने मर्ने काम त जनावरले पनि गर्छ। जनावर र हामीमा के फरक छ? त्यो सभ्यताका हिमायतीहरू आज क्रिस्चियन र मुस्लिमकोमा गएर जाहिर खानु परेछ, पैसा कमाउनु परेछ। कालमा त विश्वकै गन्ने ठाउँमा आइपुग्थ्यो। त्यो लेभलको सभ्यता आज बिर्सेर हामी आज विदेशीले पालिदिनु पर्ने अवस्था। कुनै देशले कम्पनी खोल्यो भने मजदुर चाहिँ नेपालमा पाइन्छ भनेर योजना बनाउँछ। यस्तो दर्दनाक परिस्थितिमा पुर्याउने शासकहरूलाई त यिनीहरू त सात जुनी अगति पर्छ। यिनीहरू कहिले भलो हुँदैन। यिनीहरूका कुल पितृ र देवी देवताले कहिले माफ गर्दैन। आफ्नै वंशको यस्तो सत्यानाश पार्ने शासकहरू कहिले होला? फेरि एकताले नस्लियो भन्ला नि। नस्लिए त छ नि यो सबै संसार। त्यस्तो पागलहरूले बनाएको संविधानलाई हामीले संरक्षण गरिदिनु पर्ने, लगानी गरिदिनु पर्ने, राम्रो भनिदिनु पर्ने, नराम्रो भन्दै हामीलाई जेल हाल्ने, थुन्ने, त्यो भनेको चाहिँ हाम्रो अब गलत अर्थ नलागोस्। हाम्रो तीनटा सभ्यता छन्। एउटा देव सभ्यता, देवताको जस्तो सभ्यता, एउटा मानव सभ्यता, अर्को असुर सभ्यता, राक्षस सभ्यता। हामी चाहिँ मानव सभ्यताबाट स्खलित भएर असुर सभ्यतातिर जाँदैछौँ। सुर भनेको देवता, होसमा भएको मान्छेलाई सुर भनिन्छ, बेहोस मान्छेलाई असुर भनिन्छ। हामी असुर सभ्यतामा जाँदैछौँ। युनिभर्सिटीबाट उत्कृष्ट भनेर निस्केको मान्छेले म के गरी भात खाने भनेर जागिरको बारे सोच्दैन क्या। विश्वविद्यालय भनेर त्यो म सारा नेपालीलाई के गरी भात खुवाउने भनेर सोच्ने खालको मान्छे निकाल्ने ठाउँ हो। नत्र के खाएर विश्वविद्यालय? त्यो त वडा विद्यालय नै भएन नि। 21औं शताब्दीमा चिठी पढाउनु पर्दैन, कुनै त्यस्तो समस्या छैन। अहिले एकछिन एउटा फेसबुकमा हालेको कुरो मेची महाकाली थाहा हुन्छ, इन्टरनेटको थ्रु थाहा हुन्छ। अब के भन्यो भने हर्क गुरुङले बनाएको 75 जिल्लालाई 77 बनाउने होइन कि 77 जिल्लालाई घटाएर 27 जिल्लामा झार्ने हो। जसो जसो बराजु उसै उसै नाति, हेर हेर बराजु मुसाको ताती भन्ने एउटा उखान छ। अनि अर्को चाहिँ जनतालाई के छ भने रे पाप रोजेउ स्वर्ग बुझेनौ कर्मको गति, हर्रोको बोट रोपेका छौ के खाएर खान पाउँथ्यौ कागती। उखुरेन्ठोलाहरूले राज्य सत्ता चलायो भने बनाउने भन्दा बढी बिगार्छन् भन्ने उदाहरण चाहिँ 72 सालको संविधान। त्यो चाहिँ सबै मान्छेले पढ्दाखेरि यो संविधान ठिक भनेर कसैले भन्न सक्दैन। शासक चाहिँ अल्लाहरे, फेसबुके, ट्विटरे होइन टिकटकैलाई ल्याएर शासक बनाइदिएर अनि तपाईँ हाम्रो भविष्य बन्छ त? राज संस्थामा चाहिँ यहाँले के देख्नु भएको छ त्यस्तो विशेष? यस्तो जनताहरू गुणको कुरा आउँछ क्या। तमोगुणी, रजोगुणी, सतोगुणी हुन्छन् जनताहरू। तमोगुणी जनताले आफ्नो सभ्यता बिर्सियो भने जोगाउने कसले त? सम्झाउने कसले त? त्यतिखेर राजा चाहिन्छ कि बाटो देखाउने। जस्तो अहिले धर्म छाडा हुँदै गए, आफ्नै पुर्खा सभ्यता वंश सबै बिर्सिँदैछन्। त्यतिखेर त्यो विषयको नेतृत्व गरेर जनतालाई सुसूचित गराउने र राज्य व्यवस्थापनमा प्रभावकारी भूमिका निभाउनलाई राजा चाहिन्छ। अनि जस्तो तपाईँ के भन्नु भने एउटा हस्पिटलमा डक्टर चाहिँ 5-5 वर्ष चेन्ज गरिदियो भने अर्को डक्टर अनुभव प्राप्त हुन्छ। अनि शासकहरू चाहिँ 5-5 वर्ष चेन्ज गरिदिएर हुन्छ त? जसले अनुभव पाएको छ, जसले जानेको छ, ती मान्छेलाई हटाएर नयाँ नयाँ उरनठेउलालाई ल्याएर राज्य सत्तै जिम्मा लगाइदिएपछि हाम्रो भूत भविष्य बन्छ त? अनुभवको कुरा हो नि। रेडियो ए ल। अनि मलाई एउटा कुरा ठ्याक्कै याद आयो क्या तपाईँले भनेपछि। मेरो घरको छिमेकी, एउटा एक्जाम्पल दिँदैछु तपाईँलाई। मेरो घरको छिमेकीलाई चाहिँ मेरो घरको छिमेकीको बानी मलाई मात्र थाहा छ नि त। उसलाई के गर्दा रिस उठ्छ, के गर्दा चित्त बुझ्छ, के गर्दा कस्तो छ भन्ने कुरा होइन। उसलाई त भित्रदेखि जानेको हुन्छु। धेरै पुस्तादेखि उसको हजुरबा, त्योभन्दा अगाडि कुप्री हजुरबादेखि चिन्दै आएको भएर उसको सबै कुरा मलाई थाहा छ नि त। अनि सम्बन्ध कसरी निभाउने पनि थाहा हुन्छ मलाई उसँग। राज संस्थामा पनि जस्तो यो पोलिटिक्सको कुरामा राजालाई त्यो कहीँ न कहीँ कुन देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुराको त छिमेकीको उदाहरण मैले दिएँ जस्तो। अनि यस्तो हामीले व्यापारमा एउटा विरासत खोज्छौँ, अनुभव प्राप्त पुरानो खानदानी व्यापारी भनेर खोज्छौँ। डक्टरमा हामीले पहिलेदेखिको डक्टर जानेको बुझेको अनुभवी खोज्छौँ होइन। अनि शासक चाहिँ अल्लाहरे, फेसबुके, ट्विटरे होइन टिकटकैलाई ल्याएर शासक बनाइदिएर अनि तपाईँ हाम्रो भविष्य बन्छ त? कसले जिम्मा लिन्छ त भन्नु न? जो मान्छे आफ्नै जीवन कसरी चलाउने थाहा नपाएको मान्छे चाहिँ शासक बनेर आयो भने उसले अर्काको जीवनको कसरी ग्यारेन्टी लिन्छ? यहाँ त सूचनाको आदान प्रदानमै समस्या हो नि त। अहिले तपाईँले भनेको कुरा इन्डियाको राजनीतिक गतिविधिहरू नेपालप्रति के थियो भन्ने कुरा, चाइनाको के थियो, अमेरिकाको के थियो भन्ने कुरा नेपालको राजपरिवारले चाहिँ खानदानी रूपमा स्कुलिङ गर्दै आयो, सिक्दै आयो। 200-300 वर्ष अगाडिको विरासत छ। त्यो जति अनुभव अरूसँग छैन। अब नत्र अहिलेका नेताहरू यति छिटो बदनाम हुनुपर्ने कारण थिएन नि त। राजाहरू 200-300 वर्षदेखि टिक्दै आए। अब अहिलेका नेताहरू किन 5-10 वर्षमै बदनाम हुन्छन् भन्दाखेरि अनुभवकै कुरा हो नि त।
त्यो संस्कार अनुभव सबै चिजको मिश्रण हो। अनि रगतमै आउँछ नि। हामीले एउटा के अरे धानको गतिले बिउ खोज्छौँ, मकैको गतिले बिउ खोज्छौँ। शासक चाहिँ अनि लन्जु फन्जु जो पनि शासक हुन्छ त। फेरि एक तरिकाले नस्लियो भन्ला नि। नस्लिए त छ नि यो सबै संसार। उहुँ, अहिले जातको आधारमा संविधान के कारणले बनाएको? नस्ल होइन। उहुँ, खसारिया, क्षेत्री, बाहुन, दलित भनेर मान्छेलाई वर्गीकरण किन गरेको? नस्ल होइन। उहुँ, कुन चाहिँ साम्यवादी समाज बनाएर? अहिलेको संविधान त नेपालको इतिहासमा सबैभन्दा गयो गुज्रेको जातिवादी संविधान हो। उहुँ, त्यहाँ क्षमताभन्दा पनि कसरी? त्यहाँ क्षमताभन्दा पनि के अरे कसको कोखमा जन्मियो त्यो हेर्छ। जस्तो उदाहरणको लागि नेपाली, सक्षम नेपाली, गौरवशाली नेपाली बनाउनु पर्नेमा उहुँ, 72 सालको संविधानले के गर्छ भने जस्तो एकछिनलाई मान्नु काठमाडौँको सुन पसले अरबपति छ, करोडपति छ, उसको छोरो स्कुल कलेज पढ्न गयो भने उसलाई दलित भनेर क्याटेगोरी गराइदिन्छ। जबकि दलित व्यवस्था के हो भन्ने कुरो त्यो छोरोलाई थाहै नहुनसक्छ। राम्रो ठाउँमा शिक्षा दीक्षा पाएर हुर्केको मान्छेलाई भनेको मान्छेलाई विभिन्न क्याटेगोरीमा बाँडेर केही मान्छेले दुःख पायो होलान् भने दुःख कसको समुदायमा कसले पाएन र? कुन देशका मान्छेले अनि कुन देशका मान्छेले दुःख नपाएर? शासक गतिलो भएन भने त हरेक समुदायले दुःख पाउँछ नि। आज गरिब कुन जातको मान्छे गरिब छैन र? कुन थरको मान्छे गरिब छैन र? धनी र गरिब कुन देशमा छैन र भने? त्यही भएर यो उडनठोलाहरूले राज्य सत्ता चलायो भने बनाउने भन्दा बढी बिगार्छन् भन्ने उदाहरण चाहिँ 72 सालको संविधान हो। त्यो चाहिँ सबै मान्छेले पढ्दाखेरि यो संविधान ठिक भनेर कसैले भन्न सक्दैन। 72 सालको संविधान अलिकति संस्कारमा बसेको मान्छे, अलिकति आफ्नो पिता पुर्खामा गर्व गर्ने मान्छे, अनुसन्धान गर्ने मान्छे, विश्वको सामाजिक इतिहास पढेको मान्छेले 72 सालको संविधानलाई राम्रो भन्दैन। अनि अहिले हिजो मैले न्युज हेरिरहेको थिएँ, अहिलेका उडनठेउलाहरूले फेरि 72 सालकै संविधानको संरक्षणको लागि के अरे संविधान र व्यवस्थाको विरुद्ध लाग्यो भने 20-25 वर्ष जेल हाल्ने कानुन चाहिँ ड्राफ्ट गर्दैछन्। संहिता खारेजको विषय आएको बेलामा होइन, अहिले यो हिजो मैले न्युज हेरेको थिएँ। त्यही सन्दर्भमा अब त्यो के भन्ने भने क्या, जसो जसो बराजु उसै उसै नाति, हेर हेर बराजु मुसाको ताती भन्ने एउटा उखान छ। अनि अर्को चाहिँ जनतालाई के छ भने गर्यौ पाप रोज्यौ स्वर्ग बुझेनौ कर्मको गति हर्रोको बोट रोपेका छौ के खारा खान पाउँथ्यौ कागती भन्ने दुईटा एकैचोटि। होइन, यो अन्तिमपल्ट चुनावको समयमा शासकीय स्वरूपको कुरा गर्दै गर्दाखेरि सङ्घीयता एकदमै देशको लागि सुइटेबल छ, ठिक छ, यसलाई चलाउनु पर्दैन भनेको पार्टीले हिजोको दिनमा फेरि सङ्घीयतालाई चाहिँ नि अलिकति परिमार्जन गर्ने भन्ने आयो नि। होइन, सङ्घीयता भन्ने कुरो ठिक छ त त्यो मान्छेले भन्छ जो मान्छेलाई यो देशको बनोटबारे थाहा छैन। तपाईँ कि यहाँ 125 थरी नेपालीलाई छुट्टा छुट्टै राज्य दिनु पर्यो होइन भने एउटै देशमा 7वटा सरकार 8वटा सरकार बनाएर नेपाली जनताले सुख पाउने होइन। एउटै सरकारले राम्रोसँग डेलिभरी दियो भने सुख पाउने हो। तपाईँ एउटै कामको लागि गुणस्तर हुनु पर्यो। एउटै कामको लागि नगरपालिका जा, त्यही नगरपालिकाको लागि फेरि प्रदेश जा, त्यही प्रदेशको लागि फेरि के अरे केन्द्र जा। त्यो मान्छेलाई जति दुःख दिइरहेछ नि यहाँको सिस्टमले, यहाँ त केन्द्रमा एउटा राख्नुहोस्, स्थानीय एउटा राख्नुहोस्। स्थानीयले गल्ती गरे केन्द्रले गर्छ, केन्द्रले गल्ती गरे स्थानीयले हेर्छ। आखिर एक अर्काको चेक एन्ड ब्यालेन्स खोज्या न हो। तपाईँले 3 तहको सरकार बनाएर दुःख पाउने कसले? सेवा पाउने नागरिकले हो नि। जस्तो उदाहरणको लागि भन्नु न, संहिता गरेपछि एकदम सुलभ हो, सुख सुविधा सुलभ हो भने होइन। रामेछापको हिमाली क्षेत्रको मान्छे काठमाडौँ आउन नजिक पर्छ कि हेटौँडा जान नजिक पर्छ? बागमती प्रदेशको सरकार कहाँ छ भन्नु? एउटा सहकारीको रिपोर्ट बुझाउनलाई रामेछापको कुनाको मान्छे काठमाडौँ आउनु त उसलाई टाढा छँदैछ। अब उसलाई कहाँ पठाइदिएछ? हेटौँडा पठाइदिएछ। यहाँ मुख्य कुरा त के भने विकेन्द्रीकरणको परिभाषै बुझेनन्। अब खास विकेन्द्रीकरण त हुनुपर्ने के हो भने डाक्टर हर्क गुरुङले 37 सालमा प्रेजेन्ट गरेको फर्मुला अपनाउनु पर्ने हो। जस्तो राणाकालमा के थियो भने 35वटा जिल्ला थियो। त्यतिखेर चाहिँ एउटा चिठी नि अर्को जिल्लामा गाउँमा पठाउनलाई महिनौँ लाग्यो। समस्या भयो भनेपछि पञ्चायतले के गर्यो भने विकेन्द्रीकरण गर्यो र 75 जिल्ला बनायो। 75 जिल्ला बनाएपछि प्रशासनिक खर्च बढ्यो नि, अनि देशमा ऋण लाग्न थाल्यो क्या। अब अहिलेको 21औं शताब्दीमा चिठी पठाउनु पर्दैन, कुनै त्यस्तो समस्या छैन। अहिले एकछिन एउटा फेसबुकमा हालेको कुरो मेची महाकाली थाहा हुन्छ, इन्टरनेटको थ्रु थाहा हुन्छ। अब के भन्यो भने हर्क गुरुङले बनाएको 75 जिल्लालाई 77 बनाउने होइन कि 77 जिल्लालाई घटाएर 27 जिल्लामा झार्ने हो। हर्क गुरुङले 25 भन्नुभएको छ। त्यहाँ डोल्पा र ठुलो भूभागलाई एउटा ठुलो जिल्ला बनाउनु, त्यो दुइटै ठिक छ।
त्यही भएर 27वटा जिल्ला 77 जिल्लालाई 27 जिल्लामा घटाउनुपर्छ अब अझै घटाउने घटाउनुपर्छ। किनभने तपाईँले एउटा जिल्लामा सिडिओ कार्यालय यहाँ त्यहाँ दुनियाँ पालेर संयन्त्र पालेर जनताले के पाउँछ? कसैले जागिर पाउला, जनताले के पाउँछ? तपाईँले जनतालाई दिने कुरो स्थानीय निकायमै दिनुपर्छ। 753वटा गाउँपालिका र नगरपालिकाले नदिने भए त्यो स्थानीय सरकार कसरी भयो त? अब तपाईँले प्रशासनिक कामको लागि केन्द्रको रूपमा जम्मा 27वटा जिल्ला बनाउने भनेको 77 जिल्लामा 27 जिल्ला बनाउनु हो भने 50वटा जिल्लाको बजेटले नै विकास निर्माणमा टेवा पुग्छ। प्रदेशको बजेट कटाउनुहोस्, 50 जिल्लाको बजेट कटाउनुहोस् र स्थानीय निकाय 753वटा गाउँपालिका र नगरपालिकालाई डाइरेक्ट त्यो बजेट दिनुहोस् त, कुन लेभलमा विकास हुन्छ? यहाँ त विकास गर्नै परे छैन नि, मान्छेलाई अल्मल्याउने एक-एकवटा शब्दमा झुन्याइदिने। नेपाली जनता उस्तै छन्। फेरि जसो यसले दुई धारमा पनि बाँड्दो रहेछ, सङ्घीयता चाहिन्छ कि चाहिँदैन भन्ने एउटा तपाईँको कहीँ न कहीँ त्यो विद्रोहको। अनि नेपाली जनताको बुद्धि मैले अहिले भने जसो जसो बराजु उसै उसै नाति, हेर हेर बराजु मुसाको ताती हो क्या। खास गल्ती त नेपाली जनताको छ नि त। पटक पटक 7 सालदेखि भोट हालै छ नेपाली जनता। आफ्नो भविष्य बनाउने नेता छान्न जान्दैन अनि दोष जति अरूलाई दिन्छ। कमजोर मान्छेलाई भोट हालेर पठाउनुहुन्छ त तपाईँले कमजोरै शासक पाउनुहुन्छ नि त। जस्तो शासकीय स्वरूप फेरियो भने पनि होइन, भोलिका दिनमा जनता तिनै हुन् होइन। संयन्त्रले काम गर्छ नि। जस्तो अहिले मैले भने नि, केन्द्र सरकार भयो, 27वटा जिल्ला भयो, अनि 753वटा गाउँपालिका नगरपालिका भयो। सर्ट एन्ड स्विट भयो नि। यहाँ 77वटा जिल्ला, 7वटा प्रदेश होइन, अनि 753वटा गाउँपालिका र नगरपालिका। त्यही गाउँपालिका नगरपालिका त एउटा वडाबाट आफ्नो नगरपालिका जान 1 दिन लाग्छ कतिपय गाउँमा। काठमाडौँको खाल्टामा बसेर नीति बनाइदिएर हुन्छ त। त्यही आफ्नो गाउँपालिका जानलाई काठमाडौँ आउन त परको कुरा, आफ्नो गाउँपालिका जानलाई 1 दिन लाग्ने भूभागहरू पनि छन्। धेरै छ नि, धेरै छन् त्यस्तो। इलाममा छ तपाईँको धेरै, हरेक पहाडी जिल्लामा त्यस्तो छ नि। हरेक पहाडी जिल्लामा त्यस्तो छ भनेपछि अब यो विषयलाई संवेदनशील रूपमा अहिलेको सरकारले पनि कसरी लान्छ अब हेर्नै बाँकी छ। दुईटी आइछ नि, सामर्थ्य छ, सायदै सामर्थ्य छ। हुन त शासकीय स्वरूप चेन्ज गर्नको, परिवर्तन गर्नको लागि यता अप्पर हाउसमा पनि एउटा चाहिन्छ होइन। अलिकति बाटो त झन्झटिलो होला। उल्टो बाटो भइसक्यो नि। जस्तो अब शिक्षामा हामीले सरकारी र निजी चाहिँ एकरूपता खोजेको होइन, त्यहाँ उल्टो कर लगाएर उनीहरू गर्व गरिरहेछन्। शिक्षामा हो नि, बत्ती पानी हामीले निःशुल्क खोजेको, अस्पतालमा बत्ती पानी अब निःशुल्क खोजेको कर लाउँदैछन्। अनि अब स्वास्थ्यमा हामीले सुविधा खोजेको स्वास्थ्यमै कर लाउँदैछन्। अब त्यस्तो सरकारबाट त्यो एजुकेसन सिस्टम पनि त्यस्तै जस्तो लाग्छ मलाई। यो सानैदेखि हामीले एउटा ग्याजेट ओरिएन्टेड बनायौँ नि, एउटा मोबाइलमा चाहिँ नि बच्चाले मोबाइलमै पढ्छ, मोबाइलमै देख्छ, घुम्न जाने ठाउँ पनि मोबाइलमै देखिरहेको हुन्छ। होइन, शासकहरूमा क्रिएसन भएन भने त्यो देश कहिले पनि बन्दैन क्या। जस्तो क्रिएसन भनेको कुरा चाहिँ हो हल्लाको कुरो होइन, समर्थन बहुमत अल्पमतको कुरा होइन। अल्पमतमा एउटा व्यक्तिमा पनि ठुलो क्रिएसन हुनसक्छ नि। जस्तो उदाहरणको लागि म एउटा उदाहरण दिन्छु। यत्रो पार्टी छ, यत्रो हाहा हो छ होइन। यहाँ अब माओवादीले जित्दाखेरि जसरी भ्याकुम भएको थियो नि देशमा, सबै साइलेन्स जस्तो भएको थियो नि, अहिले त्यस्तै साइलेन्स छन् क्या सबैजना। माओवादीको पालामा हामीलाई यस्तै महसुस भएको थियो, बोल्न पनि डराउने, के हुन्छ कसो छ होइन, को कतिखेर थुनिन्छ थाहा छैन, कसलाई समाउँछ थाहा छैन भन्ने खालको, केही ठुला शोषकहरूको विरुद्ध आएको माओवादी भन्ने खालको एक किसिमको त्रास होइन, गुन्डाहरूसम्म चुप्लाएर बस्नुपर्ने डराउनु पर्ने खालको परिस्थिति थियो नि त। अहिले त्यस्तै म देख्छु क्या। जो पुराना शासक छन् हामीलाई थुनिदिन्छ कि भोलि बोल्यो भने भनेर चुपचाप छन्। जो बोलिरहेछन् फेसबुकमा तिनलाई केही थाहै छैन, कति विदेशमा बसेर अब अर्का काम गरेर बसेका छन्। उनीहरूलाई नेपालको खास सिस्टम र भोग्नु परे छैन बिहान बेलुकाको पीडा। जो मान्छेले यहाँ हिँडिरहेछन् अब अरू पार्टीका मान्छेलाई रासोपाले टेर्दैन भन्ने परेको छ। अनि एक किसिमले पजल छ क्या नेपाली समाज अहिले। किनभने त्यो यस्तै हुन्छ भनेर कसैलाई आत्मविश्वास पनि छैन, अब हुँदैन भनेर गर्ने पनि के उपाय के छ र, त्यो अवस्था छ। त्यो माओवादीको पालाको मलाई अहिले सम्झना आउँछ। अहिले के हो भने, जस्तो म एउटा उदाहरण दिन्छु तपाईँलाई। क्रिएसन शासकमा छ छैन भने कहाँबाट हेर्न सकिन्छ भने, करोडौँ रुपियाँ नेपाल सरकारले चाहिँ आफ्नो घर नभएर भाडा तिर्छ। नेपाल सरकारका विभिन्न निकायहरू भाडामा राखेको छ क्या, प्रदेशका केन्द्रका सबै। अहिले कतिपय ठाउँ सार्वजनिक ठाउँमा राम्रो राम्रो घर भेटिए। एउटा क्रिएटिभ शासक भएको भए त्यो घर खाली भाडामा लाउँथ्यो वा आफ्नै सरकारी कार्यालय ल्याएर राख्थ्यो नि त। एउटा तपाईँको सानो हाते एउटा व्यवसाय गरे पनि हुन्थ्यो सरकारले। त्यो त धेरै ठुलो कुरो, त्यो त धेरै ठुलो कुरो। त्यो त अहिलेकाबाट आशै नगर्नुहोस्। आफ्नै सरकारी कार्यालय राख्नलाई घर छैन, कसैको घर भत्काइरहेछ क्या, र भत्काएकोमा वाहवाही भइरहेछ।
त्यो राज्यको सम्पत्तिमा कसैले घर बनाइदियो भने त गजब भयो त, आफूले लगानी नै गर्न परेन। ए व्यक्तिले घर बनाइदियो, त्यो घर त तपाईँले सरकारी कार्यालय राखेर चलाउनु न, त्यसलाई मोडिफाई गर्नु, अझ राम्रो बनाउनु होइन, केही नक्सा मिल्या छैन भने वास्तु मिल्या छैन भने वास्तु मिलाउनु। तपाईँलाई त कसैले घर बनाइदियो त सरकारी जग्गा, नीति बनाउने ठाउँमा त हुनुहुन्छ उहाँ, दुई तिहाई पनि छ। तपाईँ सरकारी जग्गामा कसैले घर बनाइदियो भने त सरकारी कार्यालय राख्नु न, भत्काउनु किन? राज्यकै पैसा गयो नि, जनता डुब्नु भने राज्य डुब्नु होइन। त्यही त तपाईँले फेसबुकमा के अरे वावाई टिप्दैखेरिमा देश बन्छ र? तपाईँका 5-10 लाख के अरे लाइक फलोवर तपाईँकोमा आयो भन्दैमा मेरो घरको आलु किन्ने पैसा आउँछ र? मेरो सङ्घर्ष त मैसँग छ नि, हरेक नागरिकको सङ्घर्ष त हरेक व्यक्तिसँग छ नि। हरेक नागरिकको श्रम र सिपलाई सदुपयोग गर्न नजान्ने शासकहरूले हामीलाई अन्ततको त खाल्टामै हाल्ने हो। लक्षण देखिन्छ नि, लक्षण। विरोध त हामी अब समर्थन त हिजो गरियो, चुनाव जिताउनुभन्दा अगाडि समर्थन गरियो, जितिसक्यो। अब त कामको मूल्याङ्कन हुन्छ नि, सधैँ समर्थन खोज्ने, 100 दिनको लगभग पदमा गएर बस्ने अनि समर्थन अझ खोजिरहने। अब त कामको मूल्याङ्कन हुन्छ। हिजो के अरे पुराना शासक ठिक छैनन् भने नयाँ शासक ल्याइयो त, रगत बगाएर ल्याएको। जतिखेर समर्थन गर्नुपर्ने गरियो, समर्थन पाइयो, चुनाव पनि जित्यो, सत्तामा पनि पुग्यो। अब कामको समीक्षा हुन्छ, घरिघरि के अरे समर्थन हुँदैन। बलियो प्रश्नहरू हुन्छ, अकाउन्टेबिलिटी, जवाबदेहिता चाहिँ नि उहाँले निर्वाह गर्नुपर्छ। उहाँहरूले एउटा व्यक्तिले त के गर्न सक्छ र? उहाँहरूले जो चिट्ठा पारेर अहिले चिन्हको भरमा जितेर जानु भएको छ, मलाई जहाँसम्म लाग्छ त्यो अहिले जति जितेर गएका छन् उनीहरूले सिक्नलाई 5 वर्षसम्मले पुग्दैन। कहाँ पुग्छ? यो दुनियाँ बुझिसकिन्छ, कहाँबाट सिक्ने होइन, कसले सिकाउने? त्यही त एउटा चिज अघि पनि मैले त हजुरलाई सोधेको थिएँ, जस्तो मलाई चाहिँ चित्त नबुझ्यो कहाँनिर भने यो एजुकेसन सिस्टम के, यो शिक्षा नीतिहरू जति पनि छ, प्रणाली छ होइन, कसैले बेलायती शिक्षा प्रणाली भन्छन्, कसैले के भन्छन्, यहाँले कस्तो देख्नु भएको छ नेपालमा? अब यस्तो, कति रूपान्तरण गर्न जरुरी छ? ठेट भाषामा भनौँ, 10 जना बेहोस मान्छेहरूले क्वेसन बनाउने, 2 लाख बेहोस मान्छेहरूले उत्तर लेख्ने, 10-20 हजार रक्सी मासु खाएको मुडमा कपी जाँच गरेर 20-50 हजार मान्छेले नम्बर दिने, अनि तेरो क्वालिटी यो भनेर मान्छेको क्वालिटी थाहा हुन्छ। थाहा हुन्थ्यो भने अहिलेसम्म क्वालिटीका मान्छे निस्किँदैन थिए। युनिभर्सिटीबाट उत्कृष्ट भनेर निस्केको मान्छेले म के गरी भात खाने भनेर जागिरको बारे सोच्दैन क्या। विश्वविद्यालय भनेर त्यो हो, म सारा नेपालीलाई के गरी भात खुवाउने भनेर सोच्ने खालको मान्छे निकाल्ने ठाउँ हो नि त। नत्र के खाएर विश्वविद्यालय, त्यो त वडा विद्यालय नि भएन नि। जागिर श्रम बेच्नको लागि त पढ्नै पर्दैन नि, मजदुरी काम त गरेर अभ्यास गऱ्यो भने सिकिहालिन्छ। जस्तो प्याज रोप्न सिक, आलु रोप्न सिक होइन। अहिले पढे लेखेकोले आलु रोप्न जान्दछ त? हिजो पढ्दै नपढाले कुन बेलामा आलु रोप्ने, कसरी निकाल्ने, कसरी राख्ने, कसरी संरक्षण गर्ने सबै जानेको थियो त। अहिले पढेको युवाले गएर खेती गरेर खाओस् त। अन्त यही किसिमको शिक्षा प्रणाली ल्याउने भन्थ्यो नि अनि यस्तो गुरुकुलीय शिक्षा प्रणाली नै सबैभन्दा उत्कृष्ट हो संसारमा। त्यहाँ चाहिँ के हुन्थ्यो भने कसैलाई मन लागेको कुरो पढाएर पठाइदिन्थ्यो, त्यो स्वयं व्यक्तिको चरित्र हेरिन्थ्यो 1-2 वर्षसम्म आश्रममा राखेर, गुरुकुलमा राखेर। उसको क्षमता केमा छ, कस्तो क्वालिटीको मान्छे छ, रुचि केमा छ, ऊ के गर्दा रमाउँछ, त्यही अनुसारको उसलाई क्षेत्र निर्धारण गरिन्थ्यो र ज्ञान दिइन्थ्यो। त्यसलाई परिष्कृत गरिन्थ्यो क्या, झन् राम्रो बनाइन्थ्यो, संस्कारित बनाइन्थ्यो। यसलाई फेरि रिफर्मेसन गर्न सकिन्छ नयाँ तरिकाले? सकिन्छ। कसरी? अब शिक्षा नीति चेन्ज गर्नु पर्यो। होइन त, गुरुकुल तपाईँले भन्नुभयो नि, त्यसलाई अलिकति संस्थागत गर्नको लागि। अनि गुरुकुलहरू चलिरहेछन्, 200 चान्छन् गुरुकुल होला नेपालमा। तर त्यो चाहिँ के गरिरहेछ, किन प्रमोट नभएको नेपालमा? होइन, त्यहाँ अरू विषय छैन, त्यहाँ नि यही कपी भइरहेछ। निश्चित ग्रन्थ छन्, किताब छन्, त्यसका क्वेसन बनायो, उत्तर दियो, त्यो सक्यो। त्यहाँ प्र्याक्टिकल छैन। जुन गुरुकुल हामीले पहिले भन्थ्यौँ नि, हामीले जुन गुरुकुलको बारेमा पढ्यौँ बुझ्यौँ, त्यो टाइपको गुरुकुल छैन। एउटा व्यक्तिको क्षमता चाहिँ अर्को कुनै एउटा सीमित प्रश्नहरूले चाहिँ त्यो व्यक्तिको क्षमता देखिँदैन क्या। उसको क्षमतालाई चाहिँ खुल्ला त्यो विश्वविद्यालय भनेको विश्वका सबै विषयहरूमा चाहिँ अध्ययन गर्न सक्ने एउटा प्लेटफर्म चाहिन्छ। त्यो चाहिँ अब नेपालको गुरुकुलले पनि दिन सक्दैन। व्यवहारिक शिक्षा प्रणाली पनि झल्किनु पर्यो नि त्यसमा होइन? व्यवहारिकदेखि लिएर अन्तर्राष्ट्रियसम्म सबै है। जस्तो अहिले नासा कहाँ पुग्यो भनेको क्वान्टम थ्योरीको बारेमा मैले मेरो गुरुकुलमा रिसर्च गर्न किन नपाउने?
नानो थ्योरीको बारेमा मैले मेरो विद्यालयमा किन अध्ययन गर्न पाउने? मजाले पाइन्छ। मलाई चाहिँ कति वर्ष अगाडि पाइन्छ। मलाई कसले कति वर्ष अगाडि के बनाइदियो अनि त्यही कुरो म घोकेर सधैँ परीक्षा दिइरहनु पर्ने के कारण हुन्छ? मैले प्रयोग र परीक्षण गरेर हेर्न पाउनु पर्यो। अनि फेरि परीक्षा दिएपछि पनि मेरो जीवनमा के हुन्छ भन्ने कुरो त्यो परीक्षा लिने मान्छेले जिम्मा लिँदैन क्या। जाने त मै हो। जसले परीक्षा लिइरहेछ उसले त्यो उत्तरको सही उत्तर दिए बापत मेरो जीवनमा के रूपान्तरण गरिदिन्छ त भन्दा त छैन बेरलाई। त्यो त हाम्रो काम होइन, सरकारको भनेर पन्छाइदिन्छन्। तसर्थ राज संस्था सनातन धर्म सहितको एउटा राज्य चाहिँ भयो भने कहीँ न कहीँ यो चिजहरू संरक्षण भएर भोलि देशमा चाहिँ नि होइन। अब राज संस्था यस्तो, राज संस्था हिजो पनि थियो भोलि पनि आउला होइन। सनातन मूल्य मान्यता हिजो पनि थियो भोलि पनि आउला। तर सनातन मूल्य मान्यतामा चल्ने राज संस्था र सनातन मूल्य मान्यतामा चल्ने जनता चाहिँ हुन्छन् कि हुँदैनन् भन्ने कुरो मूल प्रश्न हो क्या। हजुर। त्यो मूल्य मान्यतामा चल्नु भएन भने त्यसले दिने बेनिफिट दिँदैन नि। राजालाई पनि त्यही हो। तपाईँमा पनि त्यो चिन्तन चाहियो, सबैमा चाहियो। जस्तो नागरिकमा पनि, जस्तो तपाईँले त्योबाट बेनिफिट लिनलाई तपाईँलाई त्यो लेभलको चेतना त चाहियो नि, त्यो लेभलको अभ्यास त चाहियो नि, होइन? जस्तो बिहान सूर्य उदयभन्दा अगाडि चाहिँ तपाईँको शरीरमा चाहिँ शरीरलाई चाहिँ चलायो भने राम्रो हुन्छ भनेर सनातन मूल्य मान्यताले भन्ला। तपाईँ 7 बजीसम्म उठ्दै उठ्नुहुन्न भने अब तपाईँले त्यो 4-5 बजे पाउने बेनिफिट पाउनुहुन्छ त? ब्रह्म मुहुर्तमा उठ्नु भन्छ नि। जस्तो सनातन मूल्य मान्यतामै एकदम दृढ भएर चाहिँ राज संस्थै चलिरहेको भए पनि त राज संस्था विरुद्धमा आवाजहरू निस्किँदैन थिए। त्यही भएर सबैमा एउटा चाहिँ त्यो सबैमा विचलन आएको हो र सबै रूपान्तरण हुनुपर्छ। अहिले त हामी कस्तो भने अब बौद्धिक व्याख्या हुँदैन। धर्मनिरपेक्ष भन्ने जुन संविधान बनेको छ नि, धर्म भनेको व्यक्ति वा वस्तुको प्राकृतिक स्वभाव, निरपेक्ष भनेको अपेक्षा नगर्नु। प्राकृतिक स्वभावमै तपाईँ अपेक्षा गर्नुहुन्न भने तपाईँ कस्तो समाज बनाउँदै र कस्तो संविधान बनाएको भने? जस्तो मैले आगोबाट पोल्छ भन्ने अपेक्षा नगर्ने, खोर्सानी पिरो हुन्छ भने नि अपेक्षा नराख्ने, कस्तो संविधान बनाएको? अनि त्यस्तो पागलहरूले बनाएको संविधानलाई हामीले संरक्षण गरिदिनु पर्ने, लगानी गरिदिनु पर्ने, राम्रो भनिदिनु पर्ने, नराम्रो भन्दै हामीलाई जेल हाल्ने, थुन्ने, त्यो भनेको चाहिँ हाम्रो अब गलत अर्थ नलागोस्। हाम्रो 3टा सभ्यता छन्। एउटा देव सभ्यता, देवताको जस्तो सभ्यता, एउटा मानव सभ्यता, अर्को असुर सभ्यता, राक्षस सभ्यता। हामी चाहिँ मानव सभ्यताबाट स्खलित भएर असुर सभ्यतातिर जाँदैछौँ। सुर भनेको देवता, होसमा भएको मान्छेलाई सुर भनिन्छ, बेहोस मान्छेलाई असुर भनिन्छ। हामी असुर सभ्यतामा जाँदैछौँ। अब हामी मान्छेलाई राक्षस बनाउने कि मान्छेलाई देवता बनाउने, यही द्वन्द्वमा छौँ अहिले। पछिल्लो पटकको घटनाक्रमले पनि यही देखाउँछ कहीँ न कहीँ। आतङ्ककारी त पढेको युवा पनि त हुँदो रहेछ नि। हिजो हामीलाई भन्थे कि माओवादीले चाहिँ अनपढ मान्छेहरूलाई गाउँ गाउँमा उचालेर आतङ्क मचाए, देश खतम पारे भने। अस्तिको आन्दोलनमा त पढे लेखेकै आतङ्ककारीहरू देखियो नि त। उनीहरूले राज्य विरुद्ध विद्रोह गर्नुपर्ने, शासक विरुद्ध विद्रोह गर्नुपर्ने, राज्यको संरचनै ध्वस्त पारे। त्यो मनोविज्ञान, त्यो ठिक हो भन्ने मनोविज्ञान, अपराधिक मनोविज्ञान होइन, त्यो असुरको मनोविज्ञान होइन। टोलमा सुन, वरिपरि मान्छे मिलेर सार्वजनिक ठाउँमा हजारौँ मान्छे भएको ठाउँमा एउटा मान्छेलाई कुटी कुटी मारिन्छ, त्यो राक्षस सभ्यता होइन? अनि त्यो राक्षसहरूलाई हामीले शासक मानिदिनु पर्ने। त्यो राक्षस उत्पादक दलहरूलाई हामीले चाहिँ नेपालका क्रान्तिकारी दल मानिदिनु पर्ने। आज 30 वर्ष राज्य संरचना त दलहरूको हातमा थियो नि त। त्यो दलहरूले कस्तो नागरिक उत्पादन गर्यो भन्ने कुरो त अस्तिको आन्दोलनमा देख्यो त। अस्तिकै दिन दोहोरिरहेछ, हिजो पनि पुरानै संस्कार दोहोरिरहेछ। अनि होइन, हिंसाको जुन छ। अनि अब यिनीहरूलाई हामीले कसरी आश गरे? हामीले छोरा नाति पनाति के सोचेर मान्छेले बच्चा पाइरहेछन्? मलाई त उदक लाग्छ। तिनीहरूको भविष्य के हुने होला? विदेश पठाउँ, सुख छैन। विदेशको त त्यो त झन् दर्दनाक जिन्दगी भयो नि। त्यो त आफ्नो देशमा आफ्नो परिवारसँग खान नपाउने, बस्न नपाउने, हिँड्न नपाउने, अनि विदेशीको नोकर हुनुपर्ने, अर्काले दिएकोबाट बाँच्न पर्ने। जुन सनातनीहरू, जुन क्रिस्चियन मुस्लिमहरू कसरी भात खाने भनेर नजानेको बेलामा सनातनीहरूले पशुपतिका जस्ता मन्दिर बनाएका थिए। चाँदीका ढोका, सुनका गजुर हालेर बनाएका थिए। त्यो सभ्यताका हिमायतीहरू आज क्रिस्चियन र मुस्लिमकोमा गएर
जाहिर खानु परेको छ, पैसा कमाउनु लिच्छवी परेको छ। कालमा त विश्वकै गन्ने ठाउँमा आइपुग्थ्यो। त्यो लेभलको सभ्यता आज बिर्सेर हामी आज विदेशीले पालिदिनु पर्ने अवस्था आछ। कुनै देशले कम्पनी खोल्यो भने मजदुर चाहिँ नेपालमा पाइन्छ भनेर योजना बनाउँछ। त्यस्तो दर्दनाक परिस्थितिमा पुर्याउने शासकहरूलाई त यिनीहरू त सात जोनी अगति पर्छन्। यिनीहरू कहिले भलो हुँदैन। यिनीहरूका कुल पितृ र देवी देवताले कहिले माफ गर्दैनन्। आफ्नै वंशको यस्तो सत्यानाश पार्ने शासकहरू कहिले होला। जस्तो यहाँले के गर्दै हुनुहुन्छ के छ होइन, मलाई बुझ्न खोजेको चाहिँ यो 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 जोगाउनको लागि क्या, यो सभ्यता यो संस्कार जोगाउनको लागि हामीले के गर्न सक्छौँ? मैले चाहिँ सनातन मूल्य मान्यतामा जीवनशैली बनाइरहेको छु। उहुँ, आश्रममा बसेर त्यो जीवनशैली बनाइरहेको छु र मसँग आउने नजिकका मान्छेहरूलाई प्राकृतिक जीवनशैलीप्रति प्रेरणा दिइरहेको छु। उहुँ, त्यो पनि हामीले वर्षौँदेखि 10-15 वर्षदेखि हिन्दू राष्ट्रको लागि आन्दोलन गऱ्यौँ, शासीको स्वरूपको लागि आन्दोलन गऱ्यौँ, राज संस्था हिन्दू राष्ट्रको पक्षमा आन्दोलन गऱ्यौँ। तर त्यो आन्दोलनमा नेपाली जनताको अपेक्षित साथ पाइएन। उहुँ, अनि अब के गर्ने भनेपछि वडा पनि चलाउन दिँदैनन्, नगर पनि चलाउन दिँदैनन्, देश पनि चलाउन दिँदैनन्। उनीहरू त्यो असुरी प्रविधिमै खुसी छन्। उहुँ, रक्सी मासु खाएर त भोट हाल्छन् उहुँ, होइन। सार्वजनिक ठाउँमा मासु खाएको कुरोमा गर्व गर्छन्, उहुँ, रक्सी खाएको कुरामा गर्व गर्छन्। रक्सी नखाने मान्छेलाई यिनीहरूले मान्छे जस्तो नि ठान्दैनन्। उहुँ, मान्छे अब यो असुर सभ्यतामा हामीले अब लडेर बसेर आफ्नै उमेर जान्छ, उहुँ, फलानु लडो भनेर भनिदिने मान्छे पनि हुँदैन। त्यही भएर भनेर अहिले चाहिँ मैले लगायत हाम्रो आश्रमका टिमले सनातन बस्ती बनाउने परिकल्पनामा छौँ। सनातन बस्ती सनातन बस्ती के हो यो सनातन यो चाहिँ बस्ती? खाना नाना र छाना प्राकृतिक। खाना नाना र छाना प्राकृतिक भन्नाले आफै होइन, सबै कुरो जस्तो अहिले हामी बसिरहेछौँ नि यो सिमेन्ट र फलामको डल्लोभित्र उहुँ, होइन, जहाँभित्र प्राकृतिक जीवनशैली छैन। जस्तो काठमाडौँमा पञ्चतत्त्वसँग जोडिएको हुन्छ हाम्रो शरीर। उहुँ, सूर्यको ताप चाहिने। उहुँ, अब घर यति बाक्ला छन् कि सूर्यको ताप रुमभित्र आउँदै आउँदैन होइन। शुद्ध हावा चाहिने, गाडी घोडा दुनियाँ फोहोर, यो काठमाडौँमा शुद्ध हावा पाइँदैन। उहुँ, शुद्ध खानपान र अन्न चाहिने, विषादी हालेको, त्यो पनि इन्डियामा बनेको, नेपालमा उत्पादन बन्द भइसक्यो। नेपाल सरकारले कति विषादीको मापदण्ड ठिक छ कि छैन भनेर तरकारी चाहिँ बोर्डरमा चेक गर्न पनि सक्दैन। उहुँ, अन्नमा युरिया कति हालेको छ त्यसको हिसाब किताब छैन, फलफुलमा कति विषादी छ त्यसको हिसाब किताब छैन। मान्छे अब बाँकी के रह्यो त? आकाश देखिँदैन, सूर्य देखिँदैन, हावा शुद्ध छैन, पृथ्वी टेक्ने ठाउँ छैन, सबै पिच गरेको छ, माटै भेटिँदैन भनेपछि केही पनि जीवन प्राकृतिक भएन। त्यही भएर हामीले यहाँ लुबुलामाटारमा लुबुलामाटार महन्त गाउँ, महालक्ष्मी नगरपालिका वार्ड नम्बर 8 को महन्त गाउँ भन्ने एउटा गाउँ छ, पुरानो महन्तहरू बसेको गाउँ रहेछ, पुरी परिवारको। त्यहाँभित्र चाहिँ केही जग्गा किनेर, निजी जग्गा किनेर पैसा नहुनेलाई के अरे एउटा कुटी, एक आनामा एउटा कुटी, पैसा हुनेले 3-4 आना लिएर बनाउन मिल्ने गरी प्राकृतिक जीवनशैलीको एउटा बस्ती बनाउँदैछौँ। ए बस्ती नै पुरै सनातन बस्ती नै बनाउँदैछौँ। 150वटा परिवार मिलेर बनाउँदैछौँ र त्यहाँ बसेर कमसेकम अब देश दुनियाँलाई उदाहरण दिनु पर्यो, यस्तो जीवनशैली ठिक हो। आखिर यसै मरिन्छ उसै मरिन्छ, भौतिकवादी बनेर भोगवादी बनेर हिँड्दैमा जीवन उत्कृष्ट हुँदैन, यो संसार भोगेर सकिँदैन भन्ने सन्देश र सनातन मूल्य मान्यतामा यसरी चल्नुपर्छ भनेर एउटा उदाहरण प्रस्तुत गर्दैछौँ। त्यो बस्तीमा चाहिँ के सिकाइहरू हुन्छ, कस्ता कस्ता चिज हुन्छन्? त्यो बस्तीमा हामीले 9वटा गुरु योजना बनाएको छौँ। एउटा गुरुकुल खोल्छौँ, जसले अहिले मैले भनेको थिएँ नि, गुरुकुल चाहिँ अक्षर मात्र पढाउने होइन कि संस्कार पढाउने गुरुकुल। त्यहाँ सबैभन्दा विशेषता चाहिँ के हुन्छ भने छोरीहरूलाई संस्कृत पढाइन्छ। छोरीहरूलाई, किनभने अहिले गुरुकुलहरूले लगभग छोराहरूलाई मात्र पढाउने प्रचलन छ, छोरीहरूलाई पढाइन्छ। त्यसको लजिक छ, जस्तो नेपालमा 125 थरी भाषा, अहिले 32 पुगो पनि भन्छन्, तर 123 थरी भाषा, संविधानले भनेको 123 थरी भाषा चाहिँ नेपाल सरकारले जोगाइदिया होइन, त्यो आमाहरूले जोगाइदिया हो, छोरीहरूले जोगाइदिया हो। आमाले आफ्नो छोराछोरीसँग त्यो भाषा बोल्दिया हुनाले, नेवार आमाले नेवार छोराछोरीसँग त्यो भाषा बोल्दिया हुनाले त्यो भाषा बाँच्यो। हाम्रो संस्कृत भाषा किन लोप भयो भन्दाखेरि हाम्रा आमाहरूले संस्कृत भाषामा छोराछोरीसँग बोल्न जानेनन्। त्यही भएर संस्कृत भाषालाई बोलीचालीको भाषा बनाउनको लागि पहिलो कुरो छोराछोरी दुईटैलाई बराबर संस्कृत सिकाइन्छ। अनि अर्को छोरीहरूलाई आयुर्वेद पढ्न सिकाइन्छ बढी, किनभने आयुर्वेदको ज्ञान भयो भने चाहिँ सुरसुसा आयुर्वेदको ज्ञान भयो भने चाहिँ के हुन्छ भने बच्चा आमाको काखबाट मतलब कोखमा हुर्किने हो। त्यो कोखमा बच्चा भएको बेलामा के खाना हुन्छ के खाना हुँदैन छोरी मान्छेलाई थाहा भएन भने कुरकुरे र चाउचाउ खाएर जन्मिएको बच्चा चाहिँ जन्मिने बित्तिकै पहेँलो रोग लिएर जन्मिन्छ भने जस्तै अहिले सबै त्यो रोगीहरू किन जन्मिरहेछ भने आमा स्वस्थ छैन,
त्यही भएर आमालाई आयुर्वेदको ज्ञान सिकाउनुपर्छ, छोरीहरूलाई आयुर्वेदको ज्ञान सिकाउनुपर्छ। बाउलाई आमालाई वा भान्साकै कुरा गर्दा वा श्रीमानलाई वा छोराछोरीलाई पनि खाना बनाएर आमाले नै बढी दिने भएको हुनाले आमालाई त्यो कुन खाना कहाँ मिलाउनु पर्छ पर्दैन भन्ने कुरो ज्ञान भएन भने असुरहरू जन्मिन्छन्, असुर समाज बन्छ। आमा त्यति ज्ञानी हुनुपर्छ। त्यही भएर आयुर्वेद र संस्कृत भाषाको लागि त्यो हामीले गुरुकुलमा अभ्यास गर्छौँ। अब प्राकृतिक चिकित्सा आयुर्वेदको उपचार केन्द्रै हुन्छ। हामीले देशभरिबाट अर्ग्यानिक जैविक उत्पादनहरू किसानहरूसँग हातेमालो गरेर जसले युरिया हालेका छैनन्, जसले विषादी हालेका छैनन् त्यो खानेकुराहरू खान्छौँ। 7 दिनमा 7 थरी खाना खुवाउँछौँ। एक दिन फापर, एक दिन कोदो, एक दिन गहुँ, एक दिन मकै, एक दिन चामल। त्यसरी चामलै खानलाई नै हाम्रो 7 दिन गुर्नुपर्छ, किनभने त्यो हरेक दिन चामल खाने र आलु खाने गर्दाखेरि अहिले रोगी भएको नि त मान्छे। हामीले त्यो आयुर्वेदको प्याटर्न र ज्योतिषको मतलब ग्रहको चाल अनुसारको खानाको मेनु बनाउँछौँ। लाउने कुरा यी स्वदेशी कपडा जो हामीले नेपालमा बनेको कपडा मात्र लाउँछौँ। त्यहाँ नेपाली कपडा खाडीको भन्छ नि यसलाई, खाली कटन पनि भन्छ। अहिले धेरै किसिमको बन्न थालिसकेको छ, तर नेपालमा बनेको कपडा कम्पलसरी लाउने नियम बनाउँछौँ। यस्तै यस्तै धेरै हो। जस्तो एउटा टोटल जीवनशैली नै सनातन दिन्छौँ, जहाँ मान्छेको बस्ती हुन्छ, जातको हुँदैन। यहाँ त हरेक मान्छे भेट्यो भने कुन जातको भनेर सोधिन्छ नि। त्यहाँ चाहिँ जातको बस्ती हुन्छ, मान्छेको बस्ती हुन्छ। त्यो चाहिँ धार्मिक बस्ती हुन्छ। धर्म संस्कृति परम्परामा गौरव गर्ने व्यक्तिहरूको त्यहाँनिर आध्यात्मिक चिन्तन, त्यस पछाडि त्यसमा 5वटा योगको अभ्यास हुन्छ। त्यसको 5वटा योगको अभ्यास हुन्छ। के कर्मयोग, हठयोग, भक्तियोग, ज्ञान योग, ध्यान योग। 24 घण्टालाई हामीले बाँडेर 5वटा योगको अभ्यास गराउँछौँ हरेक व्यक्तिलाई। विद्यालय जस्तो पनि हुन्छ त्यो गर्ने? किन नहुनु। जस्तै आत्मादेखि परमात्मासम्मको यात्रा सिकाउँछौँ। ओडादेखि प्रधानमन्त्रीसम्मको मात्र होइन। सबैभन्दा ठुलो मान्छे प्रधानमन्त्री हो भने सिकाउँदैनौँ, राजा हो भने सिकाउँदैनौँ। सबैभन्दा ठुलो मान्छे त्यो हो जसले आत्मा अनुभूति गर्छ र जसले आत्मालाई परमात्मासँग मिलाउँछ, त्यो चाहिँ ईश्वर तुल्य मान्छे हो भने सिकाउँछौँ। हामीले यहाँ सिकाएको त के छ भने धेरै पैसा कमाउने मान्छे गतिलो, ठुलो पदमा पुग्ने मान्छे गतिलो। के गरेर गतिलो भन्दा त्यो पुग्या हुनाले गतिलो, के गरेर कमायो भन्दा त्यो कमायो हुनाले गतिलो। त्यसले मान्छे बेचेर कमायो कि, त्यसले राष्ट्रियता बेचेर कमायो कि, त्यसले दलाल पुँजीपति भएर पैसा कमायो कि, त्यो हिसाब हेर्दैनौँ। मात्र पैसा खर्च गर्न सक्छ भने चाहिँ त्यो मान्छे गतिलो भन्ने जुन गलत भाष्य छ, त्यसका विरुद्धमा हामी सानो, अब ठुलो स्रोत साधन छैन, विदेशीले हामीलाई त्यो किसिमको लगानी गरिदिँदैनन् यस्तो राम्रो कुरामा। उनीहरूकै विरुद्धमा जुन सभ्यता बचाउन खोजिरहेछौँ त्यहाँ गरिदिन्छन् भन्ने छैन। राज्यबाट अपेक्षा छैन केही। अनि त्यो त अहिले किन भन्नु, यो राम्रो लागेर भोलि प्रधानमन्त्रीहरू, राजाहरू, होइन, गुरुहरू सबै आएर त्यहाँ बस्ने, खाने, प्रमोट गर्ने र भोलि हरेक गाउँपालिका नगरपालिकामा एउटा नमुना अतिथि गृहहरू चाहिँ यस्तो बन्न पनि सक्छ नि त। नेपालभरि हुने हिसाबले यहाँले थाल्नु भएको छ होइन। त्यहाँ देखेपछि कपी गर्न सकिहाल्छ नि। तपाईँ गाउँमा तपाईँले गर्ने, अर्को गाउँमा अर्कोले गर्ने, त्यो कुनै निजी ठेक्का थोरै हो र सनातन सभ्यता सबैको साझा हो। हरेक हाम्रै सभ्यतालाई पुनर्जागरण गर्नु भएको। अहिले हेर्नु, सुदूरपश्चिममा कर्णालीमा सकी नसकी कति खर्च गरेर सिमेन्ट बालुवा लगेर जुन घर बनाएर नौटङ्गी गरिरहेछन् नि, बजेट हाल्ने नाममा राज्यबाट जुन नौटङ्गी गरिरहेछन् नि, यो सभ्यताले त सबैलाई जवाफ दिन्छ नि। कसै केही पनि चाहिँदैन त। त्यहीँको ढुङ्गा माटो र काठ प्रयोग गरेर संसारको उत्कृष्ट कुटीहरू डिजाइन दिएपछि तपाईँलाई कुटी देखाउँ न। देखिन्छ कि देखिँदैन, तपाईँलाई चाहिँ देखाइरहेको छु। यो हेर्नु, ढुङ्गाको छाना हुन्छ, क्यामेरा ढुङ्गाको छाना, कति राम्रो माटो यो कुटेर बनाउने हो। यो फर्मा दुईतिर राखेर माटो र सबै चिज प्राकृतिक, यसमा सबै प्राकृतिक होइन। अब यो काठको भइहाल्यो, बिचमा आँगनमा पनि यसरी ढुङ्गा छाप्ने हो। हरेक मान्छे त्यहाँभित्र बस्ने। यसमा जस्तो 2टा बेड हुन्छ। अब बुढेसकालमा समस्या हुन्छ भनेर सबै सुविधा भित्रै हुन्छ। एउटा कुटी भएपछि जिन्दगीमा अरू केही आवश्यक पर्दैन। वैद्यहरू त्यहीँ हुन्छन्, केही साह्रो गाह्रो पर्दाखेरि। यो त एउटा नमुना बस्ती जस्तो भयो, सनातन बस्ती। सनातन बस्ती भयो एउटा। हाम्रो ऋषि परम्परा, हाम्रो जुन सनातन जीवनशैली जुन थियो, यसले एउटा शिक्षा बचायो, जुन लोप भइसकेको शिक्षा थियो। हाम्रै शिक्षा हो त्यो, हाम्रै पुर्खाले सिकेको, हाम्रै पुर्खाले चाहिँ नि बाँचेको त्यो शिक्षालाई जोगायो, त्यो आयुर्वेदिक पद्धतिलाई जोगायो, संस्कारलाई जोगायो, बोलीलाई जोगायो, आमालाई पनि जोगायो, भोलि कहिलेकाहीँ माटो जोगायो। माटो सबै त पञ्चतत्त्वकै एउटा सन्तुलन यहाँ भइहाल्छ। भोलि यसैलाई राज्यले लिएर जानु, किन हामी शासक भयौँ भने यस्तै गर्थ्यौँ देशमा। अब हामीलाई जनताले छानेनन्, अब जसलाई छानेछन् उनीहरूलाई सिकाउनको लागि यो बनाउँदैछौँ। जस्तो देशैभरि सरकारले नै प्रतिनिधित्व गरेर यही चिजलाई गर्नु, स्वर्ग
गजब हुन्थ्यो नि तपाईँको यही कार्यक्रम हेरेर अहँ। कुनै त्यस्तो देशभक्त शासक जसले यसलाई चाहिँ बोलाएर मह्म, बसेर योजना बनाएर देशभरि एउटा निर्देशिका बनाएर लागू गर्न पाएदेखि मह्म। कति गजब हुन्थ्यो। तर अब गजब तपाईँ हुन्थ्यो। हाम्रो भाग्यमा त्यस्तो शासक छ छैन, त्यो चाहिँ अब हेर्दै जाउँ। समयले देखाउला, हेर्दै किनकि नयाँ पुस्ताहरू कहीँ न कहीँ प्रकृतिसँग रिलेटेड हुनुपर्छ भन्ने कुराहरू सिक्दैछन्, बुझ्दैछन्, जान्दैछन्। आशा त राखौँ न, किन उहाँहरू पनि एउटा हुटुटीले आउनु भएको छ, देश बनाउँछु भन्ने हुटुटीले। तर कुन मूल्य मान्यताले देश बनाउने त? हाम्रा गाउँमा, दूरदराज गाउँमा रक्सी र मासुको भट्टी पसल खोलेर मह्म, होइन, त्यहाँ चाहिँ विदेशी पर्यटकको नाममा ल्याएर मह्म, नौटङ्की गरेर पैसा कमाउने कि हाम्रा तीर्थस्थलहरूलाई चाहिँ तीर्थाटन गर्न आउने मह्म, तीर्थयात्रीहरू ल्याएर संस्कारसहितको मह्म, व्यापार व्यवसाय गरेर यो देश बनाउने त? मह्म। असुरहरूको नीति अनुसार यो देश बनाउने कि मानवहरूको अनुसार बनाउने कि देवताहरूको अनुसार बनाउने? हाम्रो बचाउनु पर्ने त मानवता हो। तिनवटा सभ्यता हो। हो। बचाउनु पर्ने त मानवता हो अनि नि। यस्तो नि त, मानवता बच्नलाई देवताको सिको गर्दा मानवता बच्छ कि राक्षसको सिको गर्दा मानवता बच्छ? देवताको गर्नु पर्यो नि। त्यो गर्नको लागि अहिलेका शासकहरूले कुन लेभलमा गफ गर्छन्, मह्म, कुन लेभलमा धार्मिक क्षेत्रमा सहकार्य गर्छन्, मह्म, पशुपति विकास कोषमा कस्ता मान्छे पठाउँछन्, लुम्बिनी विकास कोषमा कस्तो मान्छे पठाउँछन्, होइन, जनकपुर विकास कोषमा कस्तो मान्छे पठाउँछन्, त्यहाँबाट थाहा हुन्छ नि। हो हो, यो विकृति देखिरहेछ ठाउँ ठाउँमा, सबैतिर मठ मन्दिरहरूलाई व्यवसायीकरण गरिरहेछ नि। यहाँले के देख्नुहुन्छ त्यो? पूजा गरेको शुल्क तोक्दिने भने लाज शर्म केही छ त? पूजा गरेको पशुपतिमा तपाईँले पैसा अनुसारको पूजा छ, रेटै जस्तो। अनि त्यही शासकलाई पाप लाएर यी शासकहरूको सत्यानाश हुने होइन? हरेक शासकको फरक फरक रेट छ। मह्म, ब्याङ्कमा गएर भौचर काट्नुपर्छ, मह्म। अनि त्यो पैसा तिरे अनुसारका गेट अनुसारका पूजा पद्धति छ नेपालमै नेपालमै, पशुपतिनाथमै। यसलाई हटाउन के गर्न सकिन्छ यहाँको विचार? त्यहाँ धार्मिक शासक जानुपर्छ, जस्तै हामी जस्ता मान्छे जानुपर्छ पशुपति विकास कोषमा। 24 घन्टामा सबै हटाइदिइहाल्छौँ नि। भक्तलाई पनि पक्षपात गर्न मिल्छ त? मह्म, पूजा गर्न जाने मान्छेलाई नि पक्षपात गर्न मिल्छ त? मह्म। त्यो त मन्दिरभित्रलाई त यिनीहरूले त सुपर मार्केट बनाए नि। दान तपाईँको चाहिँ त्यहाँ ध्यान त्यस्तै गर्ने, छ। साधना गर्ने, आस्थाले बस्ने भन्दा ध्यानको कुरामा याद आयो, त्यो ध्यान गर्ने ठाउँमै छैन खासमा भन्दाखेरि। छैन। कहाँ जानु ध्यान गर्नु पर्यो भने? अहिले जुन ठुल्ठुला बनिएका आश्रमहरू, ठुल्ठुला गुरुहरूले मैले यति करोडको आश्रम बनाएँ, उति करोडको आश्रम बनाएँ, त्यो सिमेन्टको खण्डरै हो, त्यहाँ ध्यान लाग्छ? त्यही त। जस्तो पशुपतिभित्र पनि ध्यान गर्नको लागि राखिदिएको थियो नि त्यो लहरै तपाईँको सायद त्यो मन्दिर तपाईँ अरू छोड्नु न, पशुपति विकास कोषमा अहिलेसम्म यति लन्ठु मान्छे आए कि बाँदरलाई जङ्गलमा बाँदरलाई खान मिल्ने कुरोहरू चाहिँ हुने खालका बोट बिरुवा लगाइदिनुपर्छ भन्ने ज्ञान पनि नभएका मान्छे यत्रो वर्षदेखि पशुपति बाँदरले खान्छ भनेर रोप्दै रोप्दैन। पागल होइनन्? बाँदरले के खुवाउने? जङ्गलमा बाँदरलाई चाहिने फलफुलहरू तपाईँले लगाइदिनु पऱ्यो, हुर्काइदिनु भयो भने त उनीहरूले खान पाउँछ। मह्म, त्यति कमन सेन्स पनि छैन भने चाहिँ अरू कुरा त टाढाको कुरा। सबै कङ्क्रिटाइज, सबै ढुङ्गा, मान्छेको झोला लुट्न गएकोमा रमाएर बस्ने त विकास कोषका मान्छेहरू। भिडियो बनाएर हाल्ने। त्यहाँ त जसरी हुन्छ, जस्तो त्यो नचाहिने रुख पालेर बस्नुभन्दा फलफुल घारी बनाइदिनु न सबै। बाँदरले खान्छ, उब्रियो भने मान्छेले पनि पायो। जेसुकै जसले खायो नि भइगयो नि। तपाईँ यही नेपालभरि 753वटा गाउँपालिका नगरपालिकामा त्यो बाँदर सायदै त्यो होटलसम्म जाँदैन, सायदै त्यो मान्छेको झ्यालसम्म जाँदैन। खान पायो भने किन खान जान्छ? पायो भने। खान पायो भने किन जान्छ? यसमा किन कसैको नजर नगएको? तपाईँ यहाँ मात्र होइन, देशैभरि नेपालीहरूको बुद्धि तपाईँ आफै ख्याल गर्नुहोस् होइन। हाम्रो हातमा त्यो सिस्टम भएन, हामी त अब यसै पनि सबै थोक छोड्ने भनेर। बाँदरले खान्छ भनेर चाहिँ किन रिस उठेको? अनि त्यो खुवाउनुपर्छ भन्ने खालको चेतनै भएन नि। त्यस्ता बोट बिरुवा लगाइदियो जङ्गलमा भने बाँदरले उतै खान पाउँछन् भन्ने खालको ज्ञानै छैन नि। त्यो भनौँ न, नेपालको वन मन्त्रालयले के खार्छ भन्दा त्यही राज्यको बजेट खान्छ मात्र क्या, यस्ता प्लान गर्दैन। वन मन्त्रालयले वनमै त्यो प्लानिङ गरे हुँदैन। जस्तो एकछिनलाई मान्नु न, हरेक वनमा जोगाउन अलिकति चुनौती होला, जोगाउला नि, अलिकति थोरै कष्ट त गर्नु पर्यो बाँदरले। ए बाबा, जङ्गलमा भएको काफल तपाईँले रोपिदिया हो र? हुँ। जोगिन्छ त, लगेर बिरुवा तपाईँले 1 वर्ष चाहिँ नेपालका सम्पूर्ण जङ्गलहरूमा निश्चित एरिया चाहिँ फलफुल घारी बनाएर छोडिदिनु न। नेपाली जनताले खाएर पनि नसक्ने बनाइदिनु न, अनि किन इन्डियाको फलफुल किन्न पर्छ भने के? कस्तो कन्सेप्ट, सामान्य कन्सेप्ट भएन। एउटा वडाले आफ्नो क्षेत्रमा कुनै एउटा क्षेत्र जोगाएर चाहिँ उसले फलफुलका बिरुवा हुर्काउन सक्दैन? हुर्केपछि त त्यो त सदियौँसम्म फल दिइरहन्छ नि। अनि तपाईँले वेस्टेज रुख पालेर, त्यही रुख पनि फेरि मलेसियाको काठ ल्याएर नेपाल काट्न पनि दिँदैन फेरि। मलेसियाको रुख काठ ल्याएर नेपालमा सप्लाई गर्ने, विदेशी काठ ल्याएर नेपालमा व्यापार गर्ने, नेपालभरिमा कुहिएका काठ जति चाहिँ बेच्न नदिने।
नेपालको आफ्नो काठले मात्र नीति नै छैन। त्यो नीति बनाएर चाहिँ छोडिदिने हो भने मह्म, विदेशी काठ त्यसै खपत बन्द हुँदैन, पैसा नेपालमै बस्दैन। मह्म, यस्तो त्यो के भन्ने भने यो त हरेक क्षेत्रमा यति विकृति छ। मह्म, अब अहिले आउने बित्तिकै नयाँ सरकारले जादुको छडी जस्तो आजको भोलि गर्छ भन्ने होइन, तर यी सबै कुरालाई कसरी सम्बोधन गर्छ भन्ने कुरा हामी हेरिरहेछौँ क्या। कहीँ न कहीँ सकारात्मक जस्तो पनि हुनुहुन्छ तपाईँहरू, कहीँ न कहीँ होइन, सम्भावनाको अब सानो झल्को। निराश भएर के गर्ने? आफ्नो देश यही हो, मान्छे यिनै हुन्, भोट हाल्ने तिनै हुन्, जितेर आउने त्यस्तै हुन्। मह्म, अब जस्तो लन्ठु छ त्यस्तैलाई स्वीकारेर भए पनि त्यस त बनोस् भन्ने भावना राख्नु पर्यो। कहीँ न कहीँ प्रश्न गरेर भए पनि तपाईँले सम्झाएर बुझाएर सिकाएर हामीले जाने कुरो सिकाउन तयार छौँ नि, तर सिक्ने मान्छे त सिक्न त खोज्नु पर्यो। अब हिजो त्यसै उसै हिँड्ने मान्छेहरू आज शासक हुने बित्तिकै अब मेरो समय लिएर मलाई भेटेर आएर सिकाउनुपर्छ वा बुझाउनुपर्छ भन्ने चिन्तन हुने। अनि त्यो हामीले भनेको कुरा पनि के हो भने फेरि हामीले भने भन्दा उनीहरूलाई लाज हुने, अनि त्यो काम नगर्ने, आफूलाई लागेको मात्र गर्ने खालको प्रचलन छ नि त नेपालमा त। कसैले भनेको कुरो कसैले फलानले भनेर मैले गरेँ भन्न लाज मान्ने, मह्म, किनभने सिकेँ फलानसँग सिकेँ भन्दाखेरि लाज मान्ने क्या। मह्म, मसँग ज्ञान थियो भन्ने देखाउन खोज्ने, मह्म, अनि भने बेलामा भने सुझाव नलिने त नेपाली शासकको स्वभाव छ नि त। मह्म। त्यही स्वभावबाट नयाँ पुस्ता जान्छ जाँदैन हेरौँ। यो पुस्ताले सनातन धर्म, यहाँले भने जस्तै सनातन धर्म तपाईँको चाहिँ नि यो प्रयोगहरू र यी शिक्षा संस्कृत शिक्षा के भन्नुभएको थियो नि अघि, संस्कृत शिक्षाहरूलाई अगाडि लिएर जानु हो भने कहीँ न कहीँ नेपालको लागि हितकर छ। होइन, नेपाली के कारणले भयो, कुन मूल्य मान्यताको लागि नेपाल बन्यो मह्म, र नेपालले कुन मूल्य मान्यताको चाहिँ ग्लोबल्ली नेतृत्व गर्ने भन्ने कुरो न्यूनतम ज्ञान चाहिँ हुनु पर्यो नेपाली शासकहरूमा। के कारणले नेपाली हुने? मह्म, टाई सुट लगाएर इसाईको अर्थमन्त्री र हाम्रो नेपाली अर्थमन्त्री उभिँदाखेरि उस्तै उस्तै छुट्याउनै गाह्रो हो भने चिन्ने के अरे? वेशभूषामा राष्ट्रियता छ, हो, भाषामा राष्ट्रियता छ, मह्म, खानपानमा राष्ट्रियता छ, रहनसहनमा राष्ट्रियता छ, मह्म, हाम्रो जीवनशैलीमा राष्ट्रियता छ। मह्म। गुरुङको संस्कृति, राईको संस्कृति, मगरको संस्कृति, नेवारको खसको संस्कृति, चाहिँ, होइन खसारेको संस्कृति, यो सम्पूर्ण कुराहरूको संस्कृतिको त्यसैको लागि त्यो सयौं थुङ्गा संस्कृतिको फुलका हामी भनेको होला त्यो नि कहीँ न कहीँ। संस्कृतिको संरक्षण, त्यो संस्कृतिको व्यवस्थापन र त्यो संस्कृतिमा गर्व गर्नुपर्ने खालको सामाजिक बनोट मह्म, र मनोविज्ञान, मह्म, त्यो सिस्टम बनाउन त सनातन मूल्य मान्यता बुझेकोले मात्र सक्छ। अरूले सक्दैन। अरू त एकलवादी हुन्छ नि, आफू लागेको समुदायलाई मात्र राम्रो भन्छ नि, अर्कोलाई राम्रो देख्दैन नि। एकलवादी समुदायले यो संसारमा काहीँ पनि राम्रो गर्न सक्दैन। तर बहुलवादीले चाहिँ के गर्छ भने त्यो बगैँचामा धेरै किसिमका फुल भए जस्तो त्यसलाई स्वीकार्छ क्या। त्यसलाई राज संस्थाले कहीँ न कहीँ एउटा मालाको स्वरूप दिन्छ भन्ने पनि यहाँले दिया थियो, किनभने अहिले पनि भनौँ न जस्तो दलीय सिन्डिकेटभन्दा माथि त राजपरिवारै ठिक रहेछ भन्ने त बुझिसक्यो नि। एउटा दलको कार्यकर्ता राष्ट्रपति हुँदा पनि त के देशको धनजनको क्षति रोकिँदो रहेछ त? मह्म, आर्मी पुलिस हुँदाखेरि पनि त देशको धनजनको क्षति रोकिँदो रहेछ त? मह्म, भनेको आर्मी पुलिसले थर्काउँदा थर्किने पार्टीको कार्यकर्तालाई राष्ट्र प्रमुख बनाउने कि आर्मी पुलिसलाई थर्काएर आफ्नो बाटोमा लिएर हिँड्न सक्ने खालको नेपाली छोरोलाई शासक बनाउने? त्यो नेपाली जनताको हातमा छ कहीँ न कहीँ। त्यो नेपाली जनताको हातमा छ। अघि हजुरले देखाएको चिजमा म फेरि आउन चाहेँ। त्यो कहिलेदेखि सुरु गर्दै हुनुहुन्छ या के छ यसको हामी होमवर्क यो गर्दै हप्ता हुनुहुन्छ? यो हप्ता बैना गर्दैछौँ जग्गाको। मह्म, त्यहाँबाट हामीले अब 1-2टा नमुना कुटी बनाउँछौँ। मह्म, 1 वर्षभित्र पैसो छैन, बिस्तारै गर्दै जान्छौँ। 1 वर्षभित्र जग्गा पास गर्छौँ मह्म। अनि बिस्तारै त्यो जीवनशैलीमा बाँध्दै जान्छौँ। यहाँसँग जोडिन चाहनेले कसरी जोडिन सक्छन्? जसरी सकिन्छ भेट्न सकिहालिन्छ। अहिलेको सामाजिक सञ्जालमा मेरो नामका फेसबुकहरू छँदैछन्। मह्म, फोन नम्बरहरू हामीले पोस्टमा सार्वजनिकै गरेका छौँ। मह्म, अब यी तपाईँकै कमेन्टमा आउनुभयो भने पनि त्यहाँ कोही न कोहीले सम्पर्क गरिहाल्छ होइन। मह्म, जताततैबाट सकिन्छ। त्यही पनि मलाई लगभग नेपालको एउटा नेटवर्कले त चिन्छ नै, मह्म, बुझ्छ नै, सम्पर्क गर्न गाह्रो छैन। मह्म, जोडिने अब आफ्नै नाममा कुटी बनाउने हो भने कुटी र जग्गाको लागत बेहोर्ने मह्म। होइन, सामूहिक सहकार्य गर्ने हो भने सकेको सहकार्य गर्ने। यो त कहीँ न कहीँ एउटा कम्युनिजम जस्तो भयो नि। असली समतामुखी समाज त यहाँले अहिले भने जस्तै होइन, कम्युनिजम भन्ने कुरै सिकाएकोबाट हो र? समतामुखी भनौँ न। होइन, जस्तो जसलाई- अहिले कम्युनिजम भनेर जुन गर्वका साथ तपाईँले उदाहरण दिनुभयो नि, मह्म, कम्युनिस्ट शासकले मह्म, चुनाव जितेपछि वा चुनाव जित्नुभन्दा अगाडि मह्म, समूहमै खाने, समूहमै बस्ने, समूहमा सुत्ने गरेको काहीँ छ? छैन। तर हाम्रा गुरुहरू मह्म, सदियौँदेखि मह्म, सँगै गुरुकुलमा बस्नु भएको छ, गुरुकुलले दिएको खानु भएको छ, गुरुकुलले दिएको लाउनु भएको छ। त्यही परम्पराले आश्रमहरू चल्दै आछन्। मह्म,
यो संसारमा कम्युनिस्टले सिके पनि काङ्ग्रेसले सिके पनि सिकेको चाहिँ कहाँबाट भन्दा सनातनबाटै हो। प्रकृतिमै छ नि। जस्तो सनातनबाटै सिक्यो। समतामुखीको कुरा गर्दा पनि तपाईँको सिंहले मृग खान्छ, यिनीहरूको एउटा छ नि। समतामुखी भन्ने नि हुँदैन, त्यो शब्दै ठग शब्द हो। समन्वयवादी समाज हो क्या हाम्रो। समन्वयवादी। आगो र पानी समान हुन्छ? हुँदैन। आकाश र पृथ्वी समान हुन्छ? हुँदैन। तर आकाश पृथ्वी पानी एकअर्काको सङ्गतमा चाहिँ पञ्चतत्त्वको सङ्गतमा त संसार चलिरहेछ भनेको समन्वय गरिरहेछ नि त। एउटा ऊर्जाले अर्कोसँग समन्वय गरिरहेछ। एउटा गाड र प्रचण्ड समान छ त? छैन। साम्य छ त? साम्यवादी हुन्छ त त्यहाँ? छैन। एउटा गाडको चिन्तन, उसको तलब, उसको जीवनशैली अनि प्रचण्डको जीवनशैली सबैभन्दा साम्यवादको हिमायतीको उदाहरण दियो क्या। साम्यवाद भन्ने शब्दै आफैमा फेक हो। कसरी साम्य हुन्छ? गाई र सर्प एउटै हुन्छ? कि त गाई सर्प जस्तो हुनु पर्यो कि सर्प गाई जस्तो हुनु पर्यो? गुणै अलग छ नि। अब के हुन्छ भन्दा समन्वय हुन्छ। समन्वयवादी समाज बनाउँछौँ सनातन बस्ती भनेको। त्यो प्रयोग त्यहाँ हुन्छ। वैज्ञानिक र जागिर बिहान बेलुका श्रम गरेर खाने श्रमिक र वैज्ञानिक एउटै हुँदैन क्या। त्यो समान हो। त्यो समान हो भन्नु भनेको मूर्खता हो। त्यो श्रमिकको लागि वैज्ञानिकले केही आविष्कार गरिदिन सक्छ, त्यो वैज्ञानिकलाई श्रमिकले केही श्रम सेवा गर्न सक्छ। त्यो समन्वय हो, त्यो समानता होइन। चेतनै फरक छ नि, तपाईँको अनुहार फरक छ, बोलीचाली फरक छ, संस्कृति फरक छ, कहाँ समान हुन्छ? समान हुँदै हुँदैन। अब सुरु गर्दै हुनुहुन्छ होइन? समन्वयवादी समाज, समन्वयवादी समाज, सङ्गतवादी समाज। सङ्गतवादी भने पनि भयो। एकअर्काको सङ्गत गरेर आफ्ना आवश्यकतामा सन्तुलन कायम गर्ने। सुरुमा लगभग कतिजना त्यहाँ जोडिन सक्छ? हामीले अहिले 5 रुपियाँ जग्गा बैठ्न खोजेको। हामीले अब एक आनामा गयो भने 80 परिवार हुन्थ्यो, तर अब त्यस्तो देखिया होइन। सुरुको आकर्षण थाहा हुन्छ नि। 40-50 वटा चाहिँ सिङ्गल कुटी अनि बाँकी चाहिँ अब 3-4 आना जो व्यक्तिगत लिनेहरू पनि हुन्छन् नि, घर परिवार गृहस्थहरू। सादा कुटीहरू 30-40 वटा, गृहस्थ कुटीहरू कतिवटा बन्छ। अब जस 5 रुपियाँ जग्गा हो अहिले सुरुमा गर्न खोजेको। धेरै तपाईँको चाहिँ राम्रो लाग्यो मलाई। यो तपाईँले भनेअनुसार चाहिँ एउटा नेपालका लागि नमुना कोसिस गरौँ, सिनारी कोसिस गरौँ। राज्यले सिक्ने बाटो पनि पायो। राज्यले मात्र होइन, देश विदेशका मान्छेहरू पनि हेर्न जाने वातावरण बन्छ त्यहाँ। यसरी मान्छेको जीवन चल्दो रहेछ भनेर। हामी अन्त्यतिर छौँ। जनतालाई के भन्न मन छ हजुरलाई? दर्शकलाई भनौँ न, दर्शकलाई। जनतालाई होसमा आउनुहोस् भन्न चाहन्छु। कति बेहोस यहाँ बाँच्ने, यसै मरिन्छ उसै मरिन्छ, होसमा आएर मरेको राम्रो नि। होस् भन्नाले तपाईँलाई जे ठिक लागेको छ त्यो ठिक चाहिँ मानेर लागेको कि जानेर लागेको? मानेर लागेको भए काल्पनिक हुनसक्छ, जानेर लाग्यो भने गतिलो हुनसक्छ। जान्दै नजानेको शासक छान्नुहुन्छ, जान्दै नजानेको सभ्यता छान्नुहुन्छ, आफ्नो कुल परम्परा छोड्नुहुन्छ, धर्म संस्कृति परम्परा छोड्नुहुन्छ, नेपालीपन के हो छोड्नुहुन्छ। खाने लाउने सम्भोग गर्ने छोराछोरी पाउने मर्ने काम त जनावरले पनि गर्छ होइन? जनावर र हामीमा के फरक छ त? चेतनाको फरक छ। अलिकति स्वार्थ पायो भने क्रिस्चियनसँग कुरो मिलाइदिने, अलिकति पैसा दिन्छ भने चाहिँ चर्च बनाउनलाई जग्गा दिने, अलिकति पैसा दिन्छ भने चाहिँ विदेशीको नि गुलामी गरिहाल्ने। आफ्नो पन के हो त्यसलाई खोज्नु पर्यो। अनि अर्को कुरो, मन कहाँ छ? तपाईँलाई जुन मन लाएर गइरहनु भएको छ, तपाईँको मन कहाँ छ? तपाईँको आत्मा कहाँ छ? थाहै छैन। तपाईँ किन मर्नुहुन्छ? तपाईँ मर्ने बेलामा तपाईँको सम्पत्ति काम लाग्छ कि चर्च काम लाग्छ कि होइन? तपाईँले जे धारणा बनाउनु भएको छ ती कुराहरू काम लाग्छन् कि तपाईँको अनुभव काम लाग्छ? अनि तपाईँको अनुभवै मनको लेभलमा छैन, चित्तको लेभलमा छैन, अन्तस्करण भनेको के हो थाहा छैन। खोज्नु पर्यो यो कुरा, बुझ्नु पर्यो। आफ्नो छोराछोरीलाई बुझाउनु पर्यो। आफू बेहोसमा बाँचे पनि छोराछोरीलाई होसमा बचाउनु पर्यो। हरेक हप्ता निःशुल्क रूपमा हामीले सिकाइदिन्छौँ, लिएर आउनु पर्यो, मेहनत गर्नु पर्यो। आफू होसमा आउनु पनि मेहनत गर्नु पर्यो, छोराछोरीलाई होसमा ल्याउन पनि मेहनत गर्नु पर्यो। एउटा बेहोसले अर्को बेहोस केटीलाई बिहे गर्ने, 2टा बेहोस मिलेर अर्को तेस्रो बेहोस निकालिदिने, अनि यो पापी संसारमा मेरा छोराछोरीले दुःख पाए भनेर त्यो बेहोस समाज बनाउन पाइँदैन। अनि आफैले बेहोस समाजमा मान्छे निकालिदिने, अनि यसको बुद्धिले काम गर्ने भने त्यसलाई गाली गरेर हुन्छ। जसले उत्पादन गर्ने मान्छेकै बुद्धि ठिक छैन भने त्यो निस्केकोले के बुद्धि हुन्छ? तसर्थ सबैजना एउटा खोजी गर्नु पर्यो, पुर्खाको खोजी, सनातन धर्मको खोजी, त्यस पछाडि मानवीय मूल्य मान्यताकै खोजी गर्नु पहिला, मानवताकै खोजी नि। अनि अझ त्योभन्दा अगाडि तपाईँ आफ्नो खोजी आफै गर्नु न। तपाईँलाई जे मन लाग्छ, कहाँबाट लागेको त्यो मन कहाँ छ? खोज्नु पर्यो।
मर्ने बेलामा नाकले काम गर्दैन, सुँग्दैन, आँखा त हुन्छ देख्दैन, मुख त हुन्छ बोल्दैन, एक खण्डको भात खान नपाएर मरे त होइन, भात दिएर पनि त उठ्दैन। त्यो एक दिन हुने नै वाला छ भने त्यसको तयारी चाहिँ खै त? मृत्युको तयारी त्यो नै अध्यात्म हो। आखिर हुने त अन्तिममा त्यो हो नि। तपाईँले 1 अरब कमाउँदा नमर्ने त होइन होइन, 1 दर्जन छोराछोरी पाउँदैन नमर्ने त होइन, स्वास्नी राम्री हुँदैमा नमर्ने त होइन, लोग्नी राम्रो हुँदैमा नमर्ने त होइन। भनेपछि तपाईँले जीवनको आफ्नै मूल्य मान्यतालाई त न्याय गर्नु भएको छैन भने तपाईँले समाजलाई के गर्नुहुन्छ, देशलाई के गर्नुहुन्छ, विश्वलाई के गर्नुहुन्छ? पहिला आफू जाग्नु पर्यो, आफूमा चेतना आउनु पर्यो। अहिले तपाईँ हामी बाँचेको कसरी? जसो जसो बराजु उसै नाति, हेर हेर बराजु मुसाको ताती भने जसरी बाँचे हो। हाम्रो बचाइ ठिक होइन, हाम्रो जिउने तरिका ठिक होइन। हस्, समय र समाजका लागि धन्यवाद। ल, सम्झेर बोलाउनु भयो, यहाँहरूलाई पनि धन्यवाद।